थारूहरूको विभिन्न चाडबाडमध्ये फगुई पनि एक हो। यो जेठ महिनाभन्दा अगाडि नै पुजिसक्नुपर्छ। आज मेरो घरमा फगुई छ है। यो फगुईको लागि गहुँको रोटी पकाउँदै छ। यो रोटी नभई नहुने चिज हो। यो चाहिँ झझरा रोटी हो। यो चामलको पिठोलाई पानीमा पातलो गरी घोल्ने अनि तेलमा तार्ने। थारूमा चाहिँ झझरा भन्छ। अरूको भाषामा मलाई थाहा भएन। अनि यो फगुई भनेको हाम्रो पितृ पूजा हो। नगरी नहुने प्रत्येक वर्ष जेठ महिना सकिनुभन्दा पहिले नै गर्नै पर्छ। यो चाहिँ मेरो मुख्य देउटा बस्ने कोठा बिउरा हुन्छ। त्यसमा चाहिँ देउटा हुन्छ। अनि मेरो दैहिकमा म दैहिक थर हो। मेरो दैहिकमा 9वटा टपरी हुन्छ। त्यो पितृलाई चढाएको है। अनि यो चाडमा एकदम नभई नहुने चिजहरू दही हुनैपर्छ। म दही भएको कारणले। अनि माछा, साग, मासुको दाल अनिवार्य चाहिन्छ। मासु चाहिँ चल्दैन चाड। अनि यो चाहिँ मेरो देउता हो। यो हाम्रो थारूमा दिया भन्छौँ, बत्ती हो माटोको, माटोकै चाहिन्छ। अनि यो चाहिँ मेन बिचमा चामल उसमा राखेको छ नैया। त्यो सेतवाला झोलाई चाहिँ झोर्या। अनि यो चाहिँ देरी हो। यो देरीमा चाहिँ हातको छाप हो। अनि खेख्री, सौरा, अनि यो देरी चाहिँ हाम्रो थारूको विशेष चिजै हो। एक देउटा पुज्ने ठाउँ हुनैपर्छ। अनि दोस्रो महत्त्व चाहिँ हामीले अन्नबाली यसैमा राख्छौँ, स्टोर गर्छौँ। सानो भाँडा देख्नु भएको छ नि, त्यो भक्री हो। हामी जाँड बनाउँछौँ। नभई नहुने जाँड थारूलाई। यो 60 वर्ष पुरानो भाँडा है। थारूहरूमा पनि धेरै जात छौँ, जसमध्ये जस्तै पछलढङ्ग्या, उल्टवा, कुसुम्या, झब्वा, गर्दग्गा दहिट आदि। हाम्रो दहिटभित्र पनि धेरै थर छ। त्यसमा कैया दहिट, गर्दग्गा दहिट, सुखरिया दहिट आदि। अनि उहाँ चाहिँ मेरो माइला, मेरो बुवा 1 वर्ष अगाडि बित्नुभयो। पहिला बुवाले नै सबै सम्हाल्नु। बुवा बितेपछि मेरो माइलो बुवा भनौँ कि काका भनौँ, अहिले उहाँले नै सम्हाल्नुहुन्छ।